हामी यतिखेर यो काठमाडौँ नजिकै यो भक्तपुरको मनोहरा बस्तीमा आइपुगेका छौँ। यहाँ चाहिँ सुकुम्बासी बस्ती 800 भन्दा माथि 900 भन्दा माथिको घरधुरीमा सुकुम्बासी बस्ती थियो। केही दिन अगाडि वैशाख 11, 12 र 13 गते 3 दिन लगाएर बालेन सरकारले यहाँ डोजर चलाए पश्चात सुकुम्बासी बस्ती पूर्ण रूपमा ध्वस्त बनाएको अवस्था छ। यो ब्याकग्राउन्डमा यहाँले देख्न सक्नुहुनेछ। 3 दिन लाएर यहाँ धेरै डोजरहरू लगाएर यो बस्ती ध्वस्त गरिसके पश्चात यहाँको बस्ती, यहाँको सब परिवारहरू कहाँ लगेर व्यवस्थापन गरिरहेको छ, उनीहरूको मानसिक अवस्था कस्तो छ, शारीरिक अवस्था कस्तो छ, भौतिक रूपमा कति क्षति पुर्यायो, आर्थिक रूपमा कति हानि बेहोर्नु पर्यो, यी सबै कुरा हामीले उहाँहरूकै मुहार बिन्दुबाट यहाँहरूको माझमा प्रस्तुत गर्ने जमर्को गर्नेछौँ। मेरो ब्याकग्राउन्डमा पछाडि यहाँले देखिरहनु भएको छ, आफ्नो संरचना भत्काइसके पश्चात यहाँ सिमसिम झरी परिरहेको छ। यो झरीको बावजुद पनि आफ्नो सरसामग्रीहरू व्यवस्थापन गर्न यहाँको बस्ती, यहाँको बासिन्दाहरू लागि परिरहेको अवस्था छ। ब्याकग्राउन्डमा यहाँले देखिरहनु भएको छ। यहाँको बस्तीमा रहेका परिवारहरूको सरकारसँग वास्तविक माग के छ, उनीहरू अहिले खानपिनको व्यवस्था, बाँसको व्यवस्था, बाँस कपासको व्यवस्था कसरी व्यवस्थापन गरिरहेको छ सरकारले? के साँच्चीकै बालेन सरकारले यो बेला सुकुम्बासीलाई स्थायी रूपमा व्यवस्थापन गर्लान् त भन्ने प्रश्न चिन्ह पनि खडा भइरहेको छ। हिजो भर्खरै हामीले यहाँहरूको माझमा प्रस्तुत गऱ्यौँ, सरकारले करोडौँ लगानी गरेर काठमाडौँ मुटु नजिकै रहेको नागार्जुनको रानीवनमा करोडौँ लगानी गरेर यो सुकुम्बासी व्यवस्थापनको लागि भनेर बनाएको बहुउद्देश्य आवासीय भवन अहिले प्रयोगविहीन भइरहेको अवस्था छ। छेद विच्छेद अवस्थामा रहेको छ। कतिपय अंशहरू सरकारी प्रयोजनको लागि स्थानीय सरकारले प्रयोग गरिरहेका छन्, कतिपय अंशहरू चाहिँ स्थानीय उपभोक्ता समितिले प्रयोग गरिरहेको अवस्था छ। अहिले यो बस्तीमा डोजर चलिसके पश्चात राताराती भवनहरू रङरोगन गरिरहेको अवस्था छ, बिजुली बत्ती जडान गरिरहेको अवस्था छ। के साँच्चीकै अब सुकुम्बासीहरू ती भवनमा गएर बस्लान् त भन्ने प्रश्न चिन्ह पनि खडा भइरहेको छ। आखिर 2069 साल भन्दा पछाडि निर्माण गरेको उक्त भवनमा सुकुम्बासीहरू किन बस्न चाहेनन्? कि उनीहरूको लागि त्यो अपनत्व ठाउँ भएन? यो प्रश्न पनि गम्भीर रहेको छ। हामी यथार्थ रूपमा यहाँको पीडितहरूको आवाज लिनेछौँ। उनीहरू त्यो भवनमा किन बस्न चाहेनन्? अहिले उनीहरू कहाँ बसिरहेका छन्, के खाइरहेका छन्, उनीहरूको मानसिक अवस्था, स्वास्थ्यको अवस्था के छ, सबै कुरा उहाँहरूको मुहार बिन्दुबाट नै यहाँहरूको माझमा प्रस्तुत गर्नेछौँ। यहाँहरू निरन्तर हामीसँगै रहिरहनु होला।